यो चाहिँ हाम्रो डग हो भोटे नाम चाहिँ अनि यो सानै छ हैन बवाल छ क्या तर कलर पनि ठिकै छ हैन अब चाहिँ हामीले यसलाई पनि लानु पर्ने हुन्छ हाम्रो भोटेले चाहिँ हामीलाई छोडेर गइसक्यो अब कस्तो मिठो हावा आइरहेछ कि हैन हावा चाहिँ दामी आइरहेछ जे होस् अनि यता बस्नु चाहिँ ठिक हुन्छ कि तर साथीहरू हुँदैन अनि हुन्छ नि नेटहरू पनि राम्रो चल्दैन क्या अनि लास्ट झ्याउ लाग्छ अनि हावाहरू चाहिँ एकदम बवाल हैन अनि ठाउँहरू पनि ठिकै राम्रो छ अनि कहाँ गयो अब हेर्दै जानुपर्ने हुन्छ अब गिद्दी भयो नि यता मासतिर हो कि क्या हो यस्तो गिद्दी हुन्छ नि गाडीमा छिरो पछाडि चाहिँ ह्याङ लाग्दो हुन्छ क्या अब हुन्छ नि फोर लाग्छ क्या लुगैभरि अनि ऊ चाहिँ आया जेपिडीले अनुहारै भरि कोतार्छ अनि ह्याङ लाग्ने हो होस् गयो त आयो अब चाहिँ बाख्राहरू सो केटाले चाहिँ अहिले पुरै त्यहाँनिर घाँस झारिरहेछ अनि अहिले चाहिँ हामी टक्कसँगले खोलामा पनि आइसक्यौँ क्या हामी केटाहरू चाहिँ केटाहरू नुहाउनु थालिसक्यो होइन अनि सो देख्न सक्नुहुन्छ म चाहिँ होइन पुरै मेरो नाकमा चाहिँ बटरफ्लाई आएर बसिरहेछ यहाँनिर चाहिँ के गर्दैछ ऊ धारा झारिरहेछ